अब त अति भयो। यहाँ चाहे कोही 10 वर्ष जनयुद्ध गरेर आउन् या रातारात सिंहदरबार, संसद भवन, पुरै सहर जलाएर आउन्, सबै गणतन्त्रवादीहरूको हकीकत अब तपाईँ हामीले देखेकै छौँ। यो देशमा गणतन्त्रवादीहरू देखिँदा अर्कै स्थितिमा छन् र यिनीहरूलाई चलाउने अर्कै गिरोह पर्दा पछाडिबाट खेलिरहेको छ। यदि यो देशलाई अगाडि बढाउने हो भने अब यस्ता गणतन्त्रवादीहरूको पछि लाग्नु हुँदैन। अब अन्तिम विकल्प भनेको राजा नै हो।